नमस्ते। आज हाम्रो यो चर्चामा हामी एउटा यस्तो परिकारको बारेमा कुरा गर्दैछौँ जसले नेपाली खाना भन्नसाथ सम्झिने साधारण दालभात भन्दा एकदमै फरक परिचय बोकेको छ। हाम्रो संस्कृति, हाम्रो भूगोल र हाम्रो इतिहाससँग एकदम गहिरो गरी जोडिएको एउटा हिम्मतिलो परिकार। हामी कुरा गर्दैछौँ ढिँडो थालीको। यो हिमालयी शक्तिवर्धक खानाको असली संरचना कस्तो हुन्छ र आजको दिनमा पनि यो किन यति धेरै प्रचलित छ भन्ने कुराको आज हामी गहिराईमा पुग्नेछौँ। अब यसको बारेमा गहिराईमा जाउँ। पहाडी भेकमा हुर्केको या त्यहाँ केही समय बिताएको कसैले पनि यो भन्दा अवश्य सहमति जनाउनेछन् कि ढिँडो भनेको साधारण खाना हुँदै होइन। यो त्यो खाना हो जसलाई खाएपछि कसैको पनि आत्माबाट नै एउटा आवाज आउँछ, वाह, असली खाना भनेको त यो पो। यो एकदमै भरिपूर्ण, माटोसँग जोडिएको र कुनै देखाउटी गर्न नपर्ने सच्चा खाना हो। आखिर ढिँडो भनेको चाहिँ के हो त? साधारण भाषामा भन्दा उमल्दै गरेको पानीमा कोडो, फापर या मकैको पिठो हालेर निरन्तर चलाएर बनाइएको एउटा बक्लो र ठोस परिकार नै ढिँडो हो। पहिलोपटक खानेहरू जसले सधैँ भात या रोटी मात्र खाएका हुन्छन् नि, उनीहरू यसको बक्लो र चम्रो बनोट देखेर धेरै जासो आश्चर्यमा नै पर्ने गर्छन्। यो पातलो हुँदैन, न त काटेर खाने जस्तो सरू नै हुन्छ। यो त आफैमा एउटा बिल्कुलै अनौठो बनोट भएको परिकार हो। खण्ड 1, ढिँडो थाली आखिर के हो त? अब एउटा ढिँडो थालीभित्र के कुरा समावेश हुन्छन् भनेर टुक्राएर हेरौँ। यहाँको सबैभन्दा रोचक कुरा के हो भने ढिँडो एक्लै आउँदैन। यो त एउटा सम्पूर्ण परिवारको साथमा आउँछ र वरिपरिका परिकरहरूले स्वादको असली जादु गर्छन्। एउटा सम्पूर्ण ढिँडो थालीमा छोपेर खानको लागि झोल, दाल या रस एकदम अनिवार्य हुन्छ। यसबिना त ढिँडो खान लगभग असम्भव नै हुन्छ। त्यसको साथै मौसमी तरकारी, चट्ट पर्ने पिरो र आमिलो अचार, गुन्द्रुक जस्तो सदा स्वाद थप्ने फर्मेन्टेड परिकार र इच्छाअनुसार कुखुरा, खासी या माछाको मासु पनि अति आएको हुन्छ। साँच्चै भन्नुपर्दा ढिँडोको आफ्नै स्वाद एकदमै तिखा या अद्भुत हुँदैन। यो त्यो शान्त, मजबुत आधार हो जसले थालीमा भएको पिरो अचार र मसालेदार रसलाई आफूमा बिलाउँछ। यसले कसैको स्वादलाई दबाउँदैन, बराछ सबै स्वादलाई झन उजागर गर्छ र थालीको सम्पूर्ण मजालाई धनी राख्छ। खण्ड 2, उत्पत्ति, पहाड र हिमाली भागबाट यो कसरी आयो? यो मिठास र सन्तुलनको पछाडि एउटा लामो इतिहास छ। खानाको यो परिकार कसरी र किन बनाइयो भन्ने कुरा एकदमै ज्ञानवर्धक छ। नेपालको पहाड र हिमाली भेकमा सधैँ धान फेलाउन कहाँ सम्भव थियो र? कठोर हावापानी र उचाइको कारणले त्यहाँ धान फेलाउन व्यावहारिक नै थिएन। त्यसैले कोडो, फफर र मकै जस्ता मजबुत र त्यस्तो वातावरणमा सधैँ फल्न सक्ने अन्नहरू त्यहाँको मुख्य आधार बने। कुरा के हो भने यो खाना कुनै ट्रेन्ड या शौखले उत्पन्न भएको हुँदै होइन। यो त भूगोलको चुनौती र जीवनको आवश्यकताले जन्माएको हो। चिसो बिहानीमा उठेर दिनभरि बारीमा काम गर्ने किसान, लामो बाटो हिँड्ने भरिया र ग्रामीण भागका मानिसहरूलाई लामो समयसम्म भोक नलाग्ने गरी शक्ति दिन यसले ठूलो भूमिका खेल्यो। यो एउटा बलियो जीवनशैलीको बलियो आधार हो। खण्ड 3, ढिँडो र थकाली थाली बीचको तुलना। अहिलेको समयमा आएर सेट मेन्यू या थालीको कुरा गर्दा नेपालमा धेरैले थकाली थाली सम्झिन्छन्। सो यहाँ ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने यी दुवै छुट्टा छुट्टै अनुभव हुन्। ढिँडो थाली अलिक भारी, माटोसँग जोडिएको र बिस्तारै खाने खालको हुन्छ। यसमा पुरै पहाडको न्यानो अनुभूति छ। अर्कोतिर थकाली थाली प्राय भातमा आधारित हुन्छ, अलिक हलुका र अहिलेका रेस्टुरेन्टको शैलीमा राम्ररी सजाइएको हुन्छ। जमिनसँग जोडिएको परम्परागत अनुभवको लागि ढिँडो र एउटा प्रशिक्षित सेट मिलको लागि थकाली रोज्न सकिन्छ। खण्ड 4, हिमालको इन्धन, यसलाई शक्तिवर्धक खाना किन भनिन्छ त? अब खानाको प्रस्तुतिकरणबाट यसको पोषण तत्त्वहरूतिर ध्यान दियौँ। आखिर किन यसलाई हिमालको शक्तिवर्धक खाना भनिन्छ? अब यसले कुरालाई धेरै राम्ररी प्रश्न पार्छ भने ढिँडोमा बिस्तारै पच्ने कार्बोहाइड्रेट हुन्छ जसले लामो समयसम्म स्थिर शक्ति दिन्छ र भात खाँदा जस्तो एक्कासी शक्ति घट्ने या आलस्य हुने हुँदैन। यसमा प्रशस्त फाइबर हुने भएकाले यसले जथाभावी भोक लाग्ने कुरालाई पनि रोकथाम गर्छ। साथै गुन्द्रुक जस्ता कुराहरूले चिल्यो बिना नै पचन क्रियालाई राम्रो गर्छन्। यही कारणले गर्दा यी अन्नहरू लामो समयसम्म शक्ति दिन सक्ने हिमाली फ्युलका रूपमा चिनिन्छन्। खाने तरिका, एउटा अनौठो अनुभव। आजभोलि यसलाई कुन तरिकाले छनौट गरिन्छ भन्ने कुरा पनि त्यत्तिकै रोचक छ। शाकाहारी खानेहरूको लागि हरियो सागपात र गुन्द्रुक सहितको वेज थाली एकदम स्वच्छ हुन्छ।
साधारण प्रोटिनको लागि खुकुराको मासु, अलिक विशेष र भारी खानाको लागि खसीको ढिँडो थाली र हल्का स्वादको लागि मच्छाको थाली लिन सकिन्छ। यदि कोही पहिलो पटक ढिँडो खाँदैछ भने वेज या कुखुराको मासुबाट सुरु गर्दा थालीको असली स्वाद छिटो बुझ्न सकिन्छ। तर पख्नुस् है, स्वादअनुसार थाली त छानियो, अब यसलाई कसरी खाइने गर्छ त? पूर्वबेली या पश्चिमी पहाडतिर यसलाई खाने छुट्टै र अनौठो पारम्परिक तरिका छ। कल्पना गर्न सकिन्छ एउटा यस्तो खाना जसलाई चबाउँदै चबाइएन भने कस्तो होला। अब हेरौँ यो कसरी अघि बढ्छ। परम्परागत तरिकाले खाँदा पहिला ढिँडोको सानो डल्लो या घाँस लिन्छ। त्यसलाई हातले नरम बटुलो आकार दिन्छ, जसलाई गुलो पर्ने पनि भनिन्छ। अनि त्यसलाई झोल, रस या अचारमा राम्ररी डुबाइन्छ र सिधै निलिन्छ। हो, सत्य यही हो। यसलाई साधारणतया चबाइदैन। चबाउन नपर्ने भएकाले यसले निल्ने प्रक्रियालाई नै निकै रोचक र अनौठो बनाउँछ। अब उम्लान्दै गरेको पानीमा पिठो हालेर चलाउन त जसले पनि सक्छ नि, होइन र? तर असली ढिँडो थालीको मज्जा त्यसको वरिपरि हुने ताजा तरकारी, सही मात्राको झोल, हातले बनाएको असली अचार र सन्तुलित भागमा निर्भर पर्छ। असली गुणस्तर त त्यसमा सजाइएको अन्य परिकार र सन्तुलनबाट मात्र थाहा पाउन सकिन्छ। यो आँकडा सुनेर आश्चर्य लाग्न सक्छ। 2 लाख होइन, 20 लाख। जिम्बु थकाली बाई क्यापिटल ग्रिल जस्ता सेटमिल कल्चरमा विशेषता हासिल गरेका ठाउँमा काठमाडौँभरि 20 लाखभन्दा बढी थाली पस्किसकेका छन्। यसले प्रष्ट देखाउँछ कि यो प्राचीन खानाप्रति मानिसहरूको आकर्षण गतिलोभन्दा झन गतिलो हुँदै गएको छ। त्यसो भए के अब साधारण भातलाई छोडेर नेपालको यो परम्परागत ढिलो पस्ने शक्तिवर्धक हिमाली खानालाई अपनाउन हामी सबै तयार छौँ त? अर्को पटक बाहिर खाँदाको समयमा यो न्यानो र इमान्दार खानालाई अवश्य एकपटक सम्झिन सकिन्छ। एकपटक खाएपछि धेरैले आफै भन्नेछन्, असली खाना भनेको त यो पो हो। आजको यो चर्चाबाट बिदा चाहन्छु। धन्यवाद।